30 लेभल धेरै हो नि हो कति छैन हौ 26 है 36 लेभल त आमा कहाँ माथि माथि पुगेपछि त लेभल बढाउनु पनि त साह्रो हुन्छ अबे कम्ती साह्रो त हुँदैन रहेछ कहाँ तपाईँको त अझै ऊ भएको छैन भन्नु न अझै त्यहाँ अब यहाँदेखि उता बढाउनु त अब 30 31 हुँदै गएछ कति धेरै हान्नुपर्छ भने मात्रै बढ्छ नि त पर्दैन सकिँदैन अब त लेभल न अप एउटा चाहिँ फेरि त्यो लेभलले खान दिँदैन लेभल भनेको के अरे अब लेभल थिएन नि थाहा छ मैले पहिला नि गिफ्टिङ गर्थेँ त्यो फुलन्देको आमाहरू यो कोकोहरू पुण्य गौतम यो कुकहरू कृष्ण के अरे त्यो जय किसान केहरू यिनीहरू खेल्थ्यो नि पहिला सिलुहरू त्यो अर्को सिलुसँग खेल्ने एउटा थियो नि त्यो जोकडे के हो त्यसमा सेखु धमाका त्यसलाई अलिकति दिनुपर्छ अलि दिनुपर्छ फिट माया मेरो फिट माया अब फुर्काएर गर्थ्यो त्यसले बापु त्यो सेखु कति हेर्थेँ म पहिला त लेभल बढ्दैन मेरो अर्को आइडी थियो पहिला त्योबाट गर्थेँ त्यो आइडीको पासवर्ड बिर्सेँ कि के भएर पासवर्ड अनि त्यतिकै बिर्सेँ त्यतिकै छोडिदिएँ अर्को बनाएको हो क्या सोफिका बहिनीको कहाँ गएर गिफ्ट हान्नु भएछ अनि 20 लेभल पुगेछ अस्तिसम्म 19 लेभल थियो 20 लेभल भएछ सोधेको रिस आउँछ दाइ मेरो नि 20 लेभल हुनेवाला छ अब धेरै बाँकी छैन मेरो पनि हुनेवाला छ अब 6-7 मेरो 15 लेभल हुन आँटेछ अब सोफिका सिस कहाँ कुन ठाउँबाट हो सोफिका त इराक अनि हाम्रो सुरेश भाइसँग के त सुरेश भाइ एकचोटि इराक जाँदाखेरि एउटा व्हाइट कुर्ता लगाएकोमा अस्मिता जस्तो देखेको थियो नि सबैले अस्मिता जस्तो भन्थ्यो नि मैले नि यसो अस्ति त्यो त के अरे मिना दिदी हो त्यतिखेरदेखि मिस्टर बी दाइले के अरे इराक गएपछि मेरो बहिनीलाई नि भेट्नु है भनेको थियो त कुनैमा न्युजमा देखाएको थियो क्या भाइरल भएको छ नि एउटा भिडियो कति 2-3 भिडियो भाइरल भएको छ त 5 मिलियन र 5 लाख र कति सुरेश भाइसँगको चाहिँ बबालु गएको छ त्यो बहिनीको रिया भन्ने बहिनी मान्छे बबाल छ नि त नि राम्रो छ सुरेश भाइसँग खेल्ने मोडल बहिनी आएको रिया जान्नु पर्यो को आएको थियो को गयो ए नयाँ मान्छे को आयुष कता हरायो आयुषको गर्लफ्रेन्डको फोन आयो हो के बहिनी नि आयो है दुईजना जोडेर मलाई त मसँग त साथी नै छैन रहेछ सोफिका त चिन्नुहुन्न रहेछ अझै मिना दिदीले सोफिका बहिनीलाई साथी छैन रहेछ बनिनु नि साथी राम्रो बहिनी हो श्याम दाइ होइन मिना बोलिरहेको मान्छे नै अलिकति नाम चेन्ज भयो भने आज बोलिरहेको मान्छे भोलि चिन्नुहुन्न मिना दिदी मेरो त बहिनी हो भाइ त चिन्दिन म पनि साथी हो अर्को त चिन्दिन के बहिनी पुरा सुनिरहेकोलाई भरे ओ भाइ हो भन्न हुँदैन यहाँनिर पनि भाइ सेक्रेटमा भन्ने कुरा कहाँ त्यहाँ भन्छ हो दिदी तपाईँ पनि सोधिरहनुहुन्छ के साह्रो हो अब म त केही थाहा छैन कसले दिदीलाई छ भने रहेछ म यो छ चाहिँ साह्रै नमन पर्ने अङ्क हो
ल है 170 त कसैलाई पनि मन पर्दैन दाइ अरु 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 के चाहिँ के बोल्यो एउटा के आइस त्यहाँ त भन्दैन दाइ बोल्नु त दिदी राजु 7 एउटालाई डा लागेछ फेरि राजु 46 आइदिएपछि होला रे निशा 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 भाइ लु 100 को पोइन्ट आयो है फेरि लुटौँ है निशालाई त नजिस्काउनु क्या निशालाई त नभन् निशालाई बहिनी भन्नु क्या सबैले बहिनी त भनेको छ त अनि त्यहाँ राजुलाई अनफलो गर भनेर तल पुरा कमेन्ट कुदाइरहेछ अनि राजुलाई फलो गर्नु भनेर आइहाल्थ्यो कहिलेको दुश्मन निकाल्यो फेरि कसको भन्यो मिना दिदीको कसरी नेपालमा नेपालीको फोन यसरी आउँछ है हामीले सुन्छ क्या हाम्रो त हुँदैन त टेलिफोन गरेर भाउजूको आइफोन नेपालको मात्रै होइन यताको नि सुनिन्छ भाउजू मेरो सुन्नुहुन्न अनि अब फ्यामिलीसँग बोल्दाखेरि क्या हजुर जहिले यसरी फोन आउँछ क्या थाहा भइहाल्छ कि यहाँको खै किन हो नि त डबल फोन चलाएको जस्तै हुन्छ क्या हामी नि चाहिँ निम्तो दिनु हामी छ है निम्तो दिनु भने सगुन दिदीलाई त झन् पुरै उ गरेर पठाउनुहुन्छ नि सोफिका बहिनीले होइन सोफिका बहिनी मलाई त बोलाउँदैन भनेछ हो र तिमीले धेरै खान्छ होला नि त त्यही हो अब नबोलाए पनि गएर होटलमा गएर खाइन्छ नि अब के अरे के बहिनीले चाहिँ डान्स धमक्का गर्छु मैले भनेर भन्दै हुनुहुन्छ यो राजु भाइलाई त बोलाए पनि आउँदैन ल नबोलाउनु होला हजुर आउँछ आउँछ राजु भाइ बोलाए पनि आउँदैन ए के गरौँ दिदी त्यस्तै पर्यो अस्ति त्यही भएर त्यही भएर मैले राजुलाई अनफलो गर्नु लाग्थेँ कि मैले कहाँ बोलाएको मिना मैले दिदीको बिहेमा बोलाएको थिएँ त राजुलाई खोइ त आएको अनि आउँदिनँ भन्छ डाइरेक्ट आउँदिन भन्छ है दिदी यति रिस उठेको होइन त्यहाँबाट त यसको त भिडियो पनि लाइक गरिदिनु त भनेको त नि राजु डाइरेक्ट आउँदिनँ पो भन्छ हौ रिस उठेर म त बेकार बोलाएछ हौ जस्तो भएको कस्तो फटा मान्छे रहेछ त आउँदिनँ पो भन्छ हौ किन भनेको राजु बोलेन बोली बन्द भयो यसको कोइन चोर्न पाउँदिन भनेर बोल्दै बोलेन हौ कस्तो रहेछ यार दिदीलाई मैले भनेको थियो दिदी यस्तै यस्तै गर्छ कपडा थिएन क्या मसँग कपडा पनि थिएन अनि त्यही हो कपडा पनि थिएन भन्छ अनि त्यत्रो कपडा लगाएर फोटो भिडियो चाहिँ कसको लगाएर बनाएको होइन त्यो दसैँ मैले कपडा किनेको थियो 4 भयो क्या त्योभन्दा अगाडि मिना दिदीको बेमाको लागि मैले कपडा सपडा सब किनेर राखेको थिएँ क्या अनि त्यही लुगा मैले दसैँमा लायो अनि फेरि पछि अनि अलिकति 4 भयो अनि लाउनै मन लागेन क्या अनि दिदी हो त होइन कसम दिदी मसँग लुगा भएको भए र अलिअलि भएको भए म आउँथेँ दिदी तपाईँको कुराले 3 जना बहिनीहरू हाँस्नु भयो है लु कपडा त अलि भएन है राजु सुन्नुभयो नि नचाहिने कुरा गर्छ मन हो जानु बोलाएपछि त होइन इन्भाइट जसरी नै खोपाको मान्छे त आउँछ नि अनि राजु गएको भए त कस्तो नाच्थ्यो होला पुरा लाइभ खोलेर नाच्थ्यो होला क्या
यो अब चुप लाग्यो फेरि दाजु के भनौँ भनेर सोचेर अनि के भनौँ भने अनि सोचेर नि दिदी कपडा भनेर भने के यस्तो फटायो फुच्चे पनि आज के यार 5 पर्ने बेला हो क्या मेरो आज अहिले पनि 5 परेको पचानी दिदीले नि अहिले चोर्नु भयो 4 वटा परे भाइ अघि 5 वटा अहिले 5 वटा मान्छेहरू 7 वटा चोरिरहेछ परेन क्या है श्याम भाइ है परेन होला देखिन दिदी तपाईँकोमा त्यहाँ गएर हेर्नु त दिदी त गिफ्टिङ ग्यालरी गएर हेर्नु न कोही परे कति कति बिचारा बोल्ती बन्द भयो ब्रोको भन्दै हुनुहुन्छ पनि त अनि नचाहिने कुरा गर्छ त नि यसो मान्छेले भन्दा पनि यसो पत्याउने खालको रिजन पो हुनुपर्छ त कपडा रे के भन्नु कपडा के एक जोर मात्रै लानु बेला थियो दाजु गफ गर्छ नि मर्दा अनुमान थिएन अनि होइन के रिजन थियो मलाई भन्दै थियो कपडाको त थाहा भएन खोइ के रिजन थियो मैले भनेको कपडाको नभइकन अरू रिजन चाहिँ थोरै बनाएर दिएको भए चाहिँ सबैले पत्याउँदै होला कि यहाँ कपडाको रिजन देशी जालु कसैले पत्याएन मैले भनेको थियो होला मलाई भनेको थियो मैले किन भन्दाखेरि मिले दिदी अहिलेसम्म रिसाएर हुनुहुन्छ सरी नेक्स्ट टाइम नेक्स्ट टाइम पनि अरू यसो पूजा पाठ यताउतामा पनि नेक्स्ट टाइम हुन्छ बिहेमा नेक्स्ट टाइम हुन्छ रिङमा स्वाट श्याम दाइ उयो एउटा उयो आइडिया आएपछि मलाई लास्ट हाँस उठ्छ क्या अस्ति कमेन्ट देखेर एलिस पाण्डेको उयो एलिस पाण्डेले गरेर कमेन्ट देखेर जहिले हाँस उठ्छ क्या यो आइडी देखेर हाँस उठिहाल्छ मलाई बिग फ्यान ब्लास्ट यु के अरे गड ब्लास्ट यु कमेन्ट गरेर यस्तो हँसा होइन त्यो दिन यार छैन प्लास्टिक गरे मिस्टेक भएको नि त्यसले हो र हुन्छ नि दिदी म त कति मिस्टेक गर्छु लेखेको उल्टो पुग्यो भन्छ यहाँ पनि ड्युटी अपडेट गर्दाखेरि र अनि कुनै पनि रिपोर्टहरू गर्दाखेरि एउटाले यताको अक्षर उताको अक्षर यता पढ्दो रहेछ हतार लेख्दाखेरि कराइहाल्छ विनता दिदी माथि आउनु न हजुर कहिले माथि आउनु हुँदैन ठिकै छ त नेट के भएको छ के अरे आइसको नेपालमा नेट छ कि क्या हो 12 बजी छ हो हुन्छ अब ऐसे न अब 10 मिनट पछि सुत्छु भन्छ भाउजू अनि सुत्दैन मोबाइल चलाएर बस्छ यस्तो हो क्या राजु भाइ अस्ति अब यस्तो हो कि अब यहाँ हावा नभन्नु न अब त्यहाँ कस्तो कुरो गरेको हो फटा भाइ यार गुड नाइट मेसेज गरेपछि त लाइभमा देखेर मैले भने 2-3 घण्टा अनि कम्ती रमाइलो भएको थिएन त अनि त्यो के अरे किन लेख्नु पर्ने अनि सुतेपछि मात्र गुड नाइट लेख्ने गुड नाइट तर सुत्दैन अनि भाइसँग त्यो दिन एकदम रमाइलो भएको थियो कि अनि कहाँ सुत्ने हो त्यस्तो हेर्दा बरु निन्द्राले झुलिन्छ छोडिँदैन त्यस्तो राम्रो भयो भने चाहिँ ड्युटीमा त कुर्सीमा बस्यो हल्लिनु थालिजाइन्छ पो त बिहानै पो त फेरि कोही बेला 1,23,000 है भोइस पनि
भएस त दिदी त्यो यहाँ सिटकी उयो नुर आलिजा भन्नेले गीत गाएको गीत गाएको थियो भाइसँग गर्दाखेरि सेम एकदम अब के भन्नु त्यही भएर क्या राम्रो पनि थियो नि त होइन कस्तो राम्रो रिभ्यू गरे नसुतेको म त राम्रो भयो भने त सुत्दिनँ हौ साँच्ची नै खोलेर भेटिहालेर गइहाल्यो भने त म छोडेर म त सुत्दैन म त फुल हेर्छु अनि भिडियो हाल्छु अनि सुत्छु बिहान चाहिँ यस्तो मजा आउँछ अलार्म बज्छ कि मोबाइल नै फुटाइदिनु मन लाग्छ कति छिटो बजेको भनेर ल 1,04,000 हुनुहुन्छ फलो गरौँ है यो गरी दुखीलाई कति साह्रो फलो गर भनेको चाहिँ यार त्यत्तिकै पुन्टे भन्छ त राजुलाई पुन्टे के खाएर पुन्टे भएको नि मोटा के अब हो अब सानो मान्छेलाई अलिक मोटाए चाहिँ झन् साह्रो डरले देख्छ नि त अनि त्यही भएर राजुलाई नमोटा डनभरि भाउजू 2-3 महिनामा हेर्नु केटाको पुरै खतरा हुन्छ खाँदै सुतेपछि कहाँ हुन्छ अलिक जाऊ क्या पशुपतिमा गएर त्यहाँ तिम्रो ठाउँबाट पशुपति कति टाढा छ त्यहाँसम्म पुगेर रनिङ गरेर 45 मिनेट 1 घन्टा निशा यहीँ रहेछ त तल देखिँदैन त निशा मेरो यहाँबाट जोरपाटी पुग्न मलाई ठ्याक्कै 45 मिनट 40 मिनट लाग्छ हिँडेर गयो भने म हिँडेर पनि टाढैमा रहेछ भन्दा पनि तपाईँहरू त के अरे माथि कोटेश्वर हुँदै यता एयरपोर्टको बाटो आउनुहुन्छ होइन म घर जाने बेला यो एयरपोर्ट हुँदै अनि यो तपाईँको कृष्ण मन्दिर छ नि त्यहाँबाट हुँदै जान्छु म अस्ति मलाई पशुपति जानु पर्यो भने तपाईँको यहाँबाट सिधै एयरपोर्टबाट सिधै गयो त्यहाँबाट त्यो ठुलो चौरी छ नि एयरपोर्टको त्यहाँबाट सिधै गयो भने त्यहाँबाट पशुपति पुग्छु एक दिन त अनि म शिवरात्रिको बेला 6 घन्टा 7 घन्टा हिँडेको म 7 घन्टा हिँडेको यहाँबाट म हिँडेर गएँ पशुपति यहाँबाट सिधै एयरपोर्ट हुँदै पशुपति गयो पशुपति गएर त्यो गौशाला छैन त्यहाँबाट माथि हुँदै तपाईँको यो 3 कुनेबाट कोटेश्वरबाट गाडी छैन नि गाडी एकदम प्याक भाउजू अनि साथीहरू पनि थियो सबैजना हिँड्नु भने त्यो ट्याक्सीमा हिँड्यो भने त बाफरे ट्राफिकमा परेर कोटेश्वरदेखि नयाँ बस पार्क लानुको लागि के अरे 500 रुपियाँ ठिक्रिक्कै लिन्छ पहिला लिन्थ्यो यो भन्दा 4 वर्ष अगाडि म गर्दाखेरि अहिले त 1000 रुपियाँ लिन्छ होला खुट्टा त कस्तो तातेको मेरो एउटा अन्डा राखेको भए अम्लेट बन्थ्यो अनि त्यत्रो हिँडेछ तर पहिला हामी पनि के अरे गर्दाखेरि त्यो 1 महिना जस्तो आरआर क्याम्पस पढ्दाखेरि माथि पशुपति भयो के पशुपति अरे यता यो गोपी कृष्ण हल उता के अरे के पो भन्छ यो अहिले प्रीतिहरू बसेको छ नि त्यहाँबाट आरआर क्याम्पस पुगेर कहाँ घुमेर आउँथ्यौँ हामी त्यस्तो हामी नि डह्रो हिँड्थ्यौँ यो राजुहरूको जमानामा त त्यति बेला त हामी के अरे गुणमा बसेको चरा नि पक्रिन्थ्यौँ म अलिकति 9 बजे 10 बजे पुगेको त्यतिखेर घर कति भन्नुभयो गुडमा चरेको छ गुडमा बस्ने चराहरू दिदीहरू त बोल्नुहुन्न हौ पर्जाङ दिदी बोल्नु न सुत्नु भयो क्या दिदी बालु दिदी पनि सुत्नु भयो जस्तो छ मजाले बाई बाई हुन्छ 4 मिनेट है 5 बजेपछि म नि बाई बाई गुड नाइट दिदी हुन्छ गुड नाइट शुभरात्रि ओके म पनि अब 4 मिनेट छ है अनि बन्द गर्ने ल
12 बजे ठ्याक्कै यहाँको 12 बजे। मैले कति 4 मिनेटमा ट्याप ट्याप गरौँ त। अब 1.5 घन्टामा दाइ आउँछ अब म यसो केहरू बनाउनु पर्यो अनि ऊ आएपछि एकछिन कफी पिएर जिम गइहाल्ने हो क्या हामी। के अरे आज ठिक्क मौका परेछ। बालु दिदी पनि भोजपुरकै हो, पहिला आउनु खोज्नुहुन्थ्यो। त्यस्तै परेर आउनु भएन। बालु दिदी भोजपुरको हो नि भाउजू, आउँछु भन्नुहुन्थ्यो पहिला, आउनु भनेर गरेको, त्यस्तै समय त्यस्तै परेको आउनु भएन। अहिले हाम्रैतिर बालु दिदी त ठ्याक्कै भोजपुर जिल्लामै हुनुहुन्छ क्या। तेन्जिङ दाइ पनि भोजपुरको भन्नुभएको होइन? भोजपुरे भनेपछि भन्नुभएको राई मात्रै होइन सबै थोक भोजपुरको तेन्जिङ दाइ पहाड भोजपुर भनेको होइन र? होइन तेन्जिङ सर त होइन। उहाँको श्रीमती चाहिँ धरानको हो। कता भन्नुहुन्थ्यो? भोजपुर होइन उहाँको। कता हो त? म त त्यो भोजपुर भन्ने जस्तो लाग्यो। के रे नै मैले तपाईँहरूको भोजपुर कहाँ भन्नुभयो?